यिनै हुन् जसले 3 वर्षको बालिकालाई चकलेटको प्रलोभन देखाएर दर्दनाक तरिकाले बलात्कार गरे अनि उनको हत्या गरे। दर्शकबिन, एउटा घटनाले अहिले धेरैको रगत उम्लिएको छ। बाराको सिमारामा मृत अवस्थामा भेटिएकी 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। बालिकालाई चकलेटको प्रलोभन देखाएर बलात्कारपछि हत्या गरेको खुलेको छ। आखिर यो घटना कसरी भयो त? मंगलबार साँझ करिब 5:45 भक्तिनगर स्थित वीरबहादुर रोकाएको टाइलले छाएको विकटले घरको खाली कोठाभित्र नाम थर र बटन नखुलेको अवस्थामा बालिका मृत फेला परेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। प्रहरीलाई सूचना प्राप्त हुनसाथ प्रहरी घटनास्थलमा पुगेको थियो। घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिसकेपछि करिब 3 दिन पहिला हराएकी गरिमा चौधरीको शव रहेछ। प्रहरीका अनुसार 3 वर्षीय बालिका गरिमा चौधरी साउन 31 गते आफ्नो घरबाट 8 बजेको आसपासमा हराएकी थिइन्। हराएपछि उनलाई खोजी गर्नको लागि चारैतिर हार गुहार गरिएको थियो। 16 वर्षीय सुमन थापाले बालिकालाई चकलेट दिने प्रलोभन देखाएर त्यहाँबाट उठाएका थिए। ती बालिकालाई चकलेट दिएर फकाई फुलाई घटनास्थलमा लगे, जबरजस्ती करडी गरे। त्यसपछि उनको दर्दनाक तरिकाले हत्या गरिदिए। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुमन थापा तथा ना 1 ज 7758 नम्बरको म्याजिकका धनी जितपुर सिमारा 1 निवासी 24 वर्षीय प्रोगेश चौधरीलाई समेत पक्राउ गरेको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ, तर वास्तवमा भन्नुपर्दा त्यो 3 वर्षको बालिकाको के नै दोष थियो र कसलाई कखरा पनि आउँदैन। त्यस्तो बालिकालाई बलात्कार के हो भन्ने कति पनि थाहा हुँदैन। एउटा चकलेट दिने बहानामा त्यो बालिकालाई लगेर दर्दनाक तरिकाले बलात्कार त गरे, त्यति मात्रै नपुगेर उनको हत्या गरिदिए। एकैछिन कल्पना गर्नुहोस् त, जो बालिका 3 वर्षकी मात्रै छिन्, जसलाई केही पनि थाहा छैन, के हुन्छ के हुँदैन भन्ने बारे छुट्याउन समेत सक्दैनन्, ती अन्जान बालिका जसलाई केही पनि थाहा छैन, जसलाई चकलेटको प्रलोभन देखाएर आफ्नै गाउँको व्यक्तिले नै लगेर यसरी उनको बलात्कार गरे। तपाईहरू यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ? दोषीलाई हदैसम्मको कारबाही होस् भन्दै आफ्नो ठाउँबाट अवश्य पनि आवाज उठाउनुहोला।